नमस्ते साथीहरू, म भीमबहादुर श्रेष्ठ, तपाईहरुको युट्युबर। भाइ फुटे गबार लुटे, ओलीको, माकुनेको, प्रचण्डको र शेरबहादुर देउवाको उनीहरूको एक्सनदेखि वाक्क भएर कांग्रेस, एमाले र माओवादीको 35 वर्षदेखि शासनदेखि वाक्क भएर नेपाली जनतालाई भेडा भनेर भनिन्छ। तर साँच्चै भेडा नै रहेछन्। तर सोच्न सक्ने भेडा। हरेक कुराले वाक्क लगाइसकेपछि मानिसहरूले आफ्नो मत जाहेर गर्छन्, परिवर्तन गर्छन्, चाहे जेसुकै होस्। राष्ट्रपाले चाहिँ नै अग्रगामी छलाङ लगाएको छ। साम दाम दण्डभेद नीति जेसुकै गरेर भए पनि राजनीति भनेको यस्तै हुँदो रहेछ। सबैले निर्वाचनमा भाग लिएपछि स्वीकार्नुपर्छ, एकले अर्कालाई दोष नलगाइकन। र अब उनीहरूको हातमा चाहिँ गएको छ, उनीहरूको चाहिँ बहुमत पुगेको छ भनेदेखि जस्तो चाहेको छन् अब धैर्यतापूर्वक घमण्ड नगरिकन देशलाई अग्रगामी दिशामा लानको लागि चाहिँ पहल गरे भनेदेखि चाहिँ उनीहरूले आफ्नो एक छत्र गर्दै, जसरी चाहिँ ल्युक्यानले सिङ्गापुर बनाएका थिए, त्यसरी नै माओ सेतुङले चीनलाई परिवर्तन गरेको थिए, लेनिनले रुसलाई परिवर्तन गरेको थिए भनेदेखि सबै कुराहरू घमण्ड गरेपछि कुनै कुरा पनि रहँदैन। रावण, कंस र चाहिँ विभिन्न किसिमका राणा शासनहरू पतन भए। त्यस्तै गरेर चाहिँ संसारका धेरै धेरै ठुला ठुला शक्तिहरू पतन भएको इतिहास देखिन्छ। र अब यो कुराबाट ज्ञान प्राप्त गर्दै मानिसहरूले र साम्राज्यवादीहरूको कठपुतली भयो भनेर भए पनि दक्षिण कोरियामा अमेरिकाले गरेर आज संसारको एउटा पैसा कमाउने ठाउँ भएको छ। सिङ्गापुर बनेको छ, स्विजरल्यान्ड बनेको छ। त्यस्तै क्रिप्टो करेन्सी, ब्लकचेन र चाहिँ डिजिटल युगको प्रारम्भ गरेर आज दुबई, कतार जस्ता मरुभूमिहरू सुनको टुक्रा बनेको छन् भनेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यो सबै कुराहरूको प्रयोग गरेर नेपाललाई सुनको टुक्रा बनाउन सक्छ। जे भए पनि, जसो मन लागे पनि नलागे पनि अब चुनावको परिणाम मान्नुपर्छ। हामी सबैजनाले बधाई दिनुपर्छ, आशा गर्नुपर्छ। कृष्णले भनेको छन्, जे हुँदैछ त्यो ठिकै छ, जे भयो त्यो पनि ठिकै छ, जे हुनेवाला छ त्यो पनि ठिकै छ भनेर कुनै पनि घमण्डी भएर मैमत्ता भएर संसारमा टिकिरहन सक्दैन भन्ने कुराको यो ज्वलन्त प्रमाण हो। सबै नेपाली जनताहरू सबैजनालाई धन्यवाद दिँदै यो भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गरी यस नो भनिदिनलाई म हार्दिक अनुरोध गर्छु। धन्यवाद।